वेलकम एभ्रिवान, वेलकम टु विश्वास राई ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी यहाँ बिहेमा आएको होइन, बिहेमा आएको यस्तो बिजोग भयो होइन। आज चाहिँ यहाँ बिहे थियो, बिहेमा आएको हामी पानी परेर हिलो भएर यस्तो बिजोग छ। ल बाइक 3 चोटि लडिसक्यो, यस्तो बिजोग छ है। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ माथि चाहिँ बेगर हो, यहाँ चाहिँ बेगर हो यहाँ चाहिँ। अनि हामी चाहिँ यहाँ हामी लडिसकेका छौँ होइन। यहाँ खुट्टामा पनि यस्तो छ, जुत्ता चाहिँ यहाँ छ हाम्रो होइन। अनि हाम्रो मामाले त्यहाँ पा मारिसकेको छ। अनि म चाहिँ यहाँ छु, अनि यहाँ माथि बिहे भइरहेछ, यहाँ हिलो भइरहेको छु। अब घर फर्किने भनेको बिजोग भयो, झनै पनि लडिसक्यो यहाँ। हामी यहाँ यस्तो बिजोग पारामा छौँ। दर्शक दिनहरू देख्न सक्नुहुन्छ, आजको वेदर पनि पत्तुर थर्ड क्लास भयो होइन। यसरी भएको छ, हिलो, त्यही भएर हाम्रो बिजोग चलिरहेछ। यस्तो बिजोग चलिरहेछ। हाम्रो मामाको बिजोग छ यहाँ लडेर, मामा लडेर। यहाँ मेरो मामाको बिजोग छ। मामा यहाँ लडेर यहाँ ज्याकेट सफा गर्दैछ, यहाँ लडेर। यहाँ लडेर हेर्नु गाइस, यस्तो भइरहेको बिजोग छ हाम्रो। बिजोग भइरहेछ होइन, देख्न सक्नुहुन्छ। हाम्रो नानीहरू यहाँ भाग छ। दर्शक दिनहरू किन केलाई गर्नु पर्यो सफा? खै त्यो के गर्नु पर्दा अब किन बन्द गर्ने? यहाँ भ्लग चलिरहेछ मेरो। अनि यो धुनाइदियो छोड्नु, उता फर्किनु उता। पर्दैन क्या यो, पर्दैन भने पुरै भित्रसम्म छिराख। अनि बेल्ट भित्रसम्म सबै पुरै छिराख, छोडिदिनु पर्दैन। हामी चाहिँ यसरी खुट्टा धुँदैछौँ दर्शक दिनहरू बिजोग भएर। त्यही भएर हिलोले यस्तो बिजोग छ। बाइक लडेको छ, यस्तो बिजोग भइरहेछ दर्शक दिनहरू। तपाईँहरूले वेदर पनि हेर्न सक्नुहुन्छ। गाउँघरको यस्तो दामी स्पेसल वेदर यस्तो भइरहेछ। यहाँ चाहिँ मेरो भाइ हो, यहाँ उयो मेरो भाइ हो, मेरो काकाको छोरा। अनि बाइकवालाहरू त्यहाँ बिजोग भइरहेछ, लडेर लडी सुरु भइसकेको छ दर्शक दिनहरू। अब म यहाँ यस्तरी हिँड्दैछु है। आजको बिहेको रमाइलो भनौँ कि बिजोग भनौँ कि के हो होइन। दर्शक दिनहरू यहाँ देख्न सक्नुहुन्छ, लडिसकेको छ। हस् त दर्शक दिनहरू, यो भ्लग यहीँ टुङ्गाउन चाहन्छु, किनभने हामी एकदम बिजोग अवस्थामा हिलोमा बाइक लडाबडी छ। यहाँ माथि चाहिँ यो बेगर एकदम बिजोग भइरहेछ हाम्रो चाहिँ। यस्तो पारामा बिजोग छ, सर्लक्क लाएर देख्न सक्नुहुन्छ तपाईँहरूले। उहाँ माथि पनि छ, माथि सबजना हाम्रो हामी लडेको भनेर हेरेर बस्यो। बिजोग भइरहेछ दर्शक दिनहरू। त्यहाँ हाम्रो मामाले माछा मारिसक्यो। भन्नुहोस् ल हामी चाहिँ यस्तो छौँ। अब लड्न बाँकी छ, म चाहिँ लडेको छुइनँ। ल अब यो भ्लग यहीँ टुङ्गाउन चाहन्छु, धन्यवाद। हाम्रो एकदम बिजोगको अवस्था छ गाइज है। बिहेमा आएको है, हिलो भएर हेर्न सक्नुहुन्छ। बाटो यस्तो छ, हिलो भएर हामी पुरा हिलोमा फसेर हौ। माछा कोही त्यहाँ पारी छ त्यहाँ पारी छ। यहाँ पारी कोही, म यहाँ छु।
बिजोक रमाइलो भयो। खाली खुट्टा हिँड्दैछु, जुत्ता चाहिँ हातमा बोकेर हिँड्दैछु गाइस। खोइ के हो यार, यो नबुझेको कुरा। चैत वैशाखमा पनि असार साउन जस्तो यस्तो हिलो भइरहेछ, पानी परिरहेछ, बाढी गइरहेछ। यही भ्लग मार्फत तपाईँहरूलाई के भन्न चाहन्छु भने यसो लङ ट्राभल गर्दै हुनुहुन्छ भने अलिकति बुझेर मात्रै हिँड्नु होला, किनभने गाह्रो हुन्छ होइन। त्यही भएर यसो रुट बुझेर मात्रै हिँड्नु होला। हामी यस्तो बिजोकमा छौँ है। मेरो बिजोक जुत्ता चाहिँ हातमा छ। अघि नै जाने भनेको पानी परेर लास्टै बिजोक भयो। त्यही भएर हिँड्दैछु। खोलै लास्ट बिजोक भयो आज गाइस। हेर्न सक्नुहुन्छ है, मेरो पानी खोला आइरहेछ। बिजोक भएको अवस्था गाइस। त्यसैले तपाईँहरू पनि यसो ट्राभल गर्दाखेरि अलिकति बुझेर मात्रै हिँड्नु होला कृपया। हरि बिजोक भएको अवस्था छ। हिँड्दैछु म चाहिँ, हिँड्दैछु। यो चाहिँ अफ रोड हो। यसमा यो चाहिँ नयाँ बाटो हो, त्यही भएर यस्तो छ बाटो पनि। सुन्नुहुन्छ, बाटो यस प्रकारको भएर पनि होला सायद नचढेको। घर जानुपर्ने यस्तो तनाव भयो। तै पनि हिँड्दैछु। हिलो बाटो यस्तै छ। यहाँहरू छ बाटो यस प्रकारको। दर्शक दिनहरू म हिँड्दैछु। बिजोक हस् त, अब यो भ्लग फेरि यहीँ टुङ्गाउन चाहन्छु है। धन्यवाद गाइस। फेरि भेटौँला नेक्स्ट भ्लगमा।